आराधना स्वर्गमा पुगेको आमेन। किनभने हाम्रो परमेश्वरलाई स्तुति प्रशंसा आराधना अति नै मनपर्छ। आज तपाईले परमेश्वरलाई के दिने भन्नुस् त? के दिने? तपाईले के दिने परमेश्वरलाई? हामीले दिएको दशांश भेटी सबै परमप्रभुकै हो। उहाँले नै छुटाउनु भयो अनि हामीले उहाँलाई नै दिएका, त्यसबाट परमेश्वरको महिमा हुन्छ। तर हाम्रो जीवनबाट दिने चाहिँ साँचो आराधना हो। आमेन। आज त्यो आराधना दिने भन्नुस् त? सबैजना भन्नुस् है, आफ्नो मुखहरूलाई खोल्नुस् न यो समय। साँचो आराधना दिने। आमेन। अनि साँचो आराधना चाहिँ के हो थाहा छ? साँचो आराधना चाहिँ हृदयबाट तपाईँले कस्तो गाउनुहुन्छ फरक पर्दैन। तपाईँले कस्तो आवाज निस्किन्छ त्यो कुराले प्रब्लम फरक पर्दैन। तर तपाईको हृदयको धुन परमेश्वरलाई चाहिन्छ। आमेन। जसरी दाउदले, त्यो हेर्नुस् न, दाउद एउटा गोठालो थियो नि त, जङ्गलमा उसले के बिना बजायो भनेको छ। त्यो बिना कस्तो थियो? तर त्यो धुनबाट परमेश्वर रिजिनु भएको थियो, परमेश्वर खुसी हुनु भएको थियो दाउदसँग। आमेन। त्यसैले त दाउदलाई परमेश्वरले अभिषेक गर्नुभयो, राजा अभिषेक गर्नुभयो। हालेलुया। आज तपाईलाई पनि परमेश्वरले त्यो स्थानमा खडा गर्न चाहनुहुन्छ। हालेलुया। मलाई थाहा छ यहाँनिर धेरै युथ त हुनुहुन्न, अनि तर जो हामी ख्रिस्टेसनमा सबैजना जवान छौँ। आमेन। हालेलुया। अनि जवानहरूले अनि वृद्ध अवस्थामा भएका अनि हाम्रो आमा बुवाहरूले पनि हामी परमेश्वरलाई आराधना दिन सक्छौँ। आमेन। हालेलुया। आउनुहोस् हामी गाउनेछौँ। जीवन हरेक मानिसले तपाईको नाउँलाई प्रभु चिन्नुपर्छ। हरेक मानिसले तपाईको आत्मा
पाउनुपर्छ हालेलुया प्रभु तपाईँ महान परमेश्वरलाई धन्यवाद धन्यवाद प्रभु येशू आज तपाईँले हामीलाई प्रभु यो आनन्द दिनको निम्ति प्रभु यो आनन्दले भरिपूर्ण गर्नको लागि तपाईँले मूल्य चुकाउनु भएको छ प्रभु तपाईँ क्रुसमा बलिउनु भयो प्रभु त्यो बलिदानको हामी सम्झना गर्दछौँ येशू प्रभु यो हृदय खोल्नुहोस् आजको बिहानी प्रभु यो हृदय खोल्नुहोस् आजको बिहानी तपाईँको प्रेमको छत्र छायामुनि हामी आउँछौँ प्रभु यो हृदय तपाईँको निम्ति हर्षित हुन्छ आज जुन आनन्द सोचना लेख्छु नि मलाई हेर्नुहोस् तपाईँहरू तपाईँहरूको आँखा मतिर हेर्नुहोस् एकैछिन तपाईँलाई थाहा छ आजको बिहानी हृदय भत्काइँदैछ येशूको प्रेमलाई सम्झेर येशूको दया नभएको भए आज तपाईँहरूको बिचमा म हुने थिएन एक हिसाबले डक्टरले मर्यो भनेर छोडेको व्यक्ति म हो तर येशूले मलाई जीवन दिनुभयो आमेन किनभने जीवनको नदी चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ प्रभुले भन्नुभयो जसले यो नदीबाट पिउँछ त्यसले अनन्तताको जीवनलाई देख्छ आमेन त्यो अनन्तताको जीवन हामीसँग छ प्रिय आमेन मण्डली आज जागा हुनुहोस् मण्डली येशू ख्रीष्टले आज तपाईँलाई हामीलाई नयाँ जीवन दिनुभएको छ आमेन हालेलुया दोस्रो कोरिन्थी 5:17 भन्दछ ख्रीष्ट येशूमा तिमी नयाँ भएका छौ हालेलुया अनि नयाँ भएको व्यक्तिहरूले पुरानो कुरालाई वास्ता गर्दैन त्यो सबै कुरा बितेर गयो गलाती 2:20 भन्छ सबै कुरा बितेर गयो तर हेर नयाँ भएको छ आमेन ख्रीष्ट येशूमा हामी नयाँ भएका छौँ भनौँ न भन्नुहोस् न ख्रीष्ट येशूमा म नयाँ भएको छु हालेलुया शक्ति आउँदैछ आमेन शक्ति चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ हालेलुया हालेलुया आउनुहोस् हामी त्यो क्रुसको फेदिन जानेछौँ यस समय प्रभुसँग हामी धन्यवादी हुनेछौँ कि परमेश्वरले आज हेर्नुहोस् न कति हामीले थाहा छ परमेश्वरलाई धन्यवाद दिनुपर्ने धेरै कुराहरू छन् आमेन अनि आज कति व्यक्तिहरूले यो बिहान देख्नु पाएनन् तर परमेश्वरले हामीलाई अनुग्रह गरिकन आजको बिहान देखाउनु भयो हालेलुया अब यो बिहानी हामी धन्यवादी भएर प्रभुको वेदीमा जानेछौँ अनि त्यो क्रुसको वेदीलाई हामी हेर्नेछौँ जहाँ परमेश्वरले आफ्नो शक्तिशाली प्राणलाई त्याग्नुभयो तपाईँलाई थाहा छ एउटा रहस्यको कुरा प्रभु येशू शक्ति हुनुहुन्थ्यो तर पनि उहाँ निशक्ति भइकन आफूलाई त्याग्नुभयो उहाँले चाहनु भएको भए नि त्यसै गरी संसार उलट पुलट पार्न सक्नुहुन्थ्यो त्यो शक्ति येशूमा थियो आज कति व्यक्तिले त्यो बुझ्नु सकेको छैन तर पनि प्रभुलाई थाहा थियो कि मानिस जातिको लागि म बलि हुनुपर्छ मानिस जातिको लागि मेरो प्राण मैले त्याग्नुपर्छ गाह्रो थियो जो परमेश्वरको एकलौटे पुत्र भएर पनि आफूलाई संसारको निम्ति बलि गर्नु पर्दै थियो हालेलुया आउनुहोस् यस बिहान हामी त्यो क्रुसलाई हेर्नेछौँ क्रुसको फेदीमा तिमीसँग साथीको मायाको साइलो छ हालेलुया क्रुसको फेदीमा तिमीसँग साथीको मायाको साइलो छ साइलो
तपाईँहरूको हरेक मैले अघिबाटै भने ख्रिस्टले हाम्रो लागि मूल्य चुकाउनु भएको छ। आमेन। हामीले दिन सक्ने भनेको 6 दिनसम्म हामी 6 दिनसम्म संसारमा व्यस्त भयौँ, तर आज एक दिन हामीले परमेश्वरको निम्ति छुट्याएको है। तर यो दिन पनि आएर हामीले प्रभुको महिमा पनि गर्न सकेका छैनौँ भने कस्तो खालको साइन हामीले प्रभुसँग गाँस्यौँ। तर यहाँनिर के भन्यो, ज्यान मुटु साटौँला। हेर्नुहोस् त गाह्रो छ ज्यान मुटु साट्नलाई, तर येशू ख्रिस्टले साट्नु भयो। आमेन। अब यो साटिएको ज्यान मुटुमा तपाईँ हाम्रो मुख चाहिँ के गर्नुपर्छ, खोलिनुपर्छ। तपाईँहरू मसँग चाहिँ भन्नुहोस् है, बरिलाई 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 येशूलाई मन पर्छ। बरिलाई 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 येशूलाई मन आराधना मनपर्छ येशूलाई। बरिलाई 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 येशूलाई मन पर्छ। अर्थ मेरो यहाँ होइन, बादल पानी छ। येशूलाई मन पर्छ। मुटुभरि येशूको धेरै नै माया छ। मेरो धेरै छ येशूको मायाले। बरिलाई 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 येशूलाई मन पर्छ। हालेलुया येशू। आजको दिन तपाईँको हृदयको चिहानले हामीसँग केही बोल्दैछ तब कि तिमीहरू विजय भएका छौ। हालेलुया। त्यो विजयको हामी घोषणा गर्नेछौँ। यस समय हामी आराधनाको अन्तिम भागमा आइरहेका छौँ। अब हामी त्यो पुरा हामी विजयलाई चाहिँ घोषणा गर्नेछौँ यस समय। हालेलुया। हामी हाँस्दै नाच्दै गाउँदै उफ्रदै प्रभुको विजयलाई हामी घोषणा गर्नेछौँ। हालेलुया। गर्दै येशूको विजय हाँसौँ हाँसौँ, घोषणा गर्दै येशूको विजय हाँसौँ हाँसौँ, घोषणा गर्दै येशूको विजय। हाँस्नुहोस् मण्डली, हाँस्दै गाउँदै प्रशंसा गर्दै, हाँस्दै गाउँदै प्रशंसा गर्दै जीवित येशूमा अघि दाजुले दादाले भन्दै हुनुहुन्थ्यो कि कस्तो गर्दै रहेको थियो हाम्रो बिचमा है, तर यसुले हामीलाई सुरक्षा दिनुहुन्छ। हामीले जस्तै परिस्थितिमा पनि हामीलाई प्रभुले बचाउनुहुन्छ। अनि मैले आराधना गर्दै गर्दाखेरि भने डक्टरले भने अब कुनै आशा छैन, यसलाई आइसियुमा हाल। कुनै आशै थिएन, तर म तपाईँको अगाडि छु भनेपछि आशा छ। आमेन। निराशामा होइन, तर आशामा जिउनको लागि परमेश्वर हामीलाई बोलाउनु भएको छ। आमेन। अनि भजन सङ्ग्रह 91लाई हामी हेर्छौँ भने त्यहाँनिर परमेश्वरले 91को 1मा के भन्नुभएको छ, जो परम प्रधानको शरणमा वास गर्दछ त्यो मानिस सर्वशक्तिमानको छत्र छायामुनि रहन्छ। हैन। अनि उहाँको छत्र छायामुनि रहनु भनेको चाहिँ आजको दिनको जस्तो घटना थियो नि, त्यो हाम्रो जीवनमा शैतानले चाहिँ के गर्यो भन्दा परमेश्वरको योजनालाई उसले चाहिँ भत्काउन खोज्यो। तर हेर्नुहोस् त हाम्रो जीवनमा गवाई बनेको अन्य कुरा आएको छ। आमेन। सुरक्षाको परमेश्वर हुनुहुन्छ। भजन सङ्ग्रह 91मा प्रभुले के भन्नुभयो भन्दा तिमीलाई चाहिँ स्वर्गदूतले हातले थाम्नेछ भनेर भजन सङ्ग्रह 91को 11ले भन्दछ। हालेलुया। अनि त्यही स्वर्गदूतले हामीलाई हातले थाम्नु भएको। अनि अघि दाइले भन्दै हुनुहुन्थ्यो कि काका र उहाँ हुनुहुन्थ्यो, अनि पल्लो छेउमा चाहिँ म पनि थिएँ। उडेको भए म पनि उठ्थेँ।
उडेको भए म पनि उठ्थेँ, तर हामी उडेनौँ। आमेन। अब त्यो ग्यास पड्किँदा त हुँदैन नि त, बम पड्केको जस्तै होइन, तर हामी उडेनौँ। आमेन। तपाईँहरूको हामी तिनैजना हामी सुरक्षितका साथ छौँ। हालेलुया। अनि यो सबै महिमा राजालाई, किनभने परमेश्वरले दर्शन बोकेर चाहिँ मलाई दुबईदेखि, म दुबईमा छु अहिले चाहिँ, कतिजना पहिला म आउँदाखेरि चाहिँ काठमाडौँबाट आएँ, अहिले चाहिँ तपाईँहरूको बिचमा चाहिँ दुबईदेखि आएको म। परमेश्वरले मलाई पठाउनु भएको। हालेलुया। अनि उहाँदेखि पठाउनु हुने परमेश्वरले के तपाईँहरूको बिचमा यसरी बोल्न दिनुहुन्न? आमेन। दिनुहुन्छ। आमेन। शैतानको सबै युक्तिहरू ख्रीष्ट येशूको नाउँमा रद्द हुन्छ। अनि हितोपदेश 18:10ले चाहिँ कस्तो मिठो कुरा भन्छ, परमप्रभुको नाम एक बलियो धरेरा हो, धर्मीहरू त्यहाँ दौड्दै जान्छन् र सुरक्षित रहन्छन्। आमेन। आमेन। परमेश्वरको वचन चाहिँ दुई धारे तरबार हो, त्यसले शैतानको युक्तिलाई काट्छ। हालेलुया। वचन सुन्नलाई तयार हुँदैछ? तपाईँहरू खाना खाएर आउनुभयो? खाना खानुभयो? भोक त लागेको छैन नि है, तर शारीरिक भोक भन्दा आत्मिक भोक हामीले बढाउनुपर्छ। आमेन। शरीरको भोजन त होइन, हाम्रो बुवालाई के, मेरो शारीरिक बुवालाई, बुवा खाना खान आउनु भनेपछि म खान्न, अहिले जन्मेको 6 महिनादेखि भात खाएको, कति खानु म भन्ने क्या तैँले पनि। मतलब के भन्नु खोजेको भन्दा खानुपर्छ, फेरि हामी नखाने भने होइन, तर हाम्रो शरीरको भोजन हामीले धेरै खायौँ, तर अब हामी आत्मिकी भोजन खानेछौँ। त्यो आत्मिकी भोजन चाहिँ परमेश्वरको वचन हो। आमेन। आमेन। ल, अनि परमेश्वरलाई धन्यवाद भयो, यो कुराको लागि पनि परमेश्वरलाई धन्यवाद होस्। तर आजको दिन हामी थोरै समय बढाउनेछौँ। भने मलाई थाहा छैन तपाईँहरूको सेवाकाई कतिको एउटा समयमा निर्धारित छ, तर आजको दिन म तपाईँहरूसँग अनुरोध गर्छु हृदयदेखि कि हामी थोरै समय अलिकति बसिलिनेछौँ। पहिला आमा कति आज अलिकति बढाउँदा ठिक हुन्छ? हुनुहुन्छ? रमाउँदै हुनुहुन्छ? आशिषमय हुँदै हुनुहुन्छ? आमेन। अघि हामीले हेर्नुहोस् त, सेतो वस्त्र लगाएर चाहिँ हामीले परमेश्वरको आराधना गऱ्यौँ है। कतिजना आशिषमय हुनुभयो? अनि त्यो सेतो वस्त्रले चाहिँ परमेश्वरको धार्मिकतालाई जनाउँछ। सेतो एउटा कलरले चाहिँ के गर्छ त, परमेश्वरको शक्तिलाई पनि जनाउँछ र परमेश्वरको धार्मिकताको वस्त्र। यो विषयलाई मात्र हामी छुने छैनौँ, तर मैले तपाईँहरूलाई एउटा छोटो जानकारी, त्यो सेतो वस्त्र नै प्रभुले हामीलाई किन दिनुभयो भन्दा सेतो कुराले चाहिँ परमेश्वरको महिमा, प्रभुको शक्तिलाई पनि ल्याउँछ। आमेन। हुन्छ, म यो नगरिकन परमेश्वरको वचनमा जानेछु। हामी लुकाको पुस्तक 8मा जानेछौँ। आउनुभयो? आज हामी कसको नाउँमा भेला भयौँ भन्नु त? येशू ख्रीष्टको नाउँमा भन्नुहोस् त। तपाईँलाई थाहा छ, हाम्रो सङ्गति चाहिँ दोहोरो हुनुपर्छ, बातचित चाहिँ दोहोरो हुनुपर्छ। आमेन। म मात्रै बोल्दैन, म तपाईँहरूसँग पनि बोल्न जान्छु। आमेन। अनि मजा आउँछ क्या दोहोरो बातचितमा चाहिँ, मजा आउँछ। तपाईँहरू बोल्ने, म बोल्ने, अनि सङ्गति पनि रमाइलो लाग्नु थाल्छ नि, हामीलाई निन्द्रा पनि लाग्दैन। म मात्रै बोल्यो भने एकछिनमा तपाईँलाई निन्द्रा आउँछ। 26ले भन्छ, परमप्रभुको नाउँमा आउनेहरू धन्यका हुन्। आमेन। किनभने तिनीहरूले आशिष पाउनेछन्। आमेन। अनि यो चाहिँ मेरो विश्वास हो कि आजको दिन जतिजना यो कोठाभित्र भेला भएका छौँ, परमेश्वर सुरुमा को हुनुहुन्थ्यो? परमेश्वर। अनि दोस्रोमा को हुनुहुन्थ्यो? येशू ख्रीष्ट। तेस्रोमा पवित्र आत्मा। भन्नुहोस् त, पहिलोमा भन्नु न परमेश्वर, दोस्रोमा, तेस्रोमा पवित्र आत्मा। त्रिएक परमेश्वर। त्रिएक परमेश्वरको नाममा हामी भेला भएका छौँ। आमेन। अनि त्रिएक परमेश्वरले चाहिँ आज हाम्रो निम्ति चाहिँ, हाम्रो जीवनमा चाहिँ उद्धारलाई लिएर आउनु भएको छ। हालेलुया। अनि परमेश्वर पिता चाहिँ को हुनुहुन्थ्यो? प्रेम हुनुहुन्थ्यो। भन्नुहोस् त, प्रेम हुनुहुन्थ्यो। अनि येशू ख्रीष्ट चाहिँ शक्ति हुनुहुन्थ्यो। अनि पवित्र आत्मा चाहिँ अनुग्रह हुनुहुन्छ। हालेलुया। परमेश्वर पिता प्रेम हुनुहुन्थ्यो, येशू ख्रीष्ट शक्ति हुनुहुन्थ्यो, पवित्र आत्मा चाहिँ अनुग्रह हुनुहुन्थ्यो। आमेन। यी सबै नाउँहरू विभिन्न नाउँ छन्, तीनटा नाउँ हामीले अहिले भर्खरै हेऱ्यौँ, तर ती तीनटा नाउँ चाहिँ एउटै शक्ति हो। हालेलुया। अब त्यो शक्तिको विषयमा हामी हेर्नेछौँ। परमेश्वर पिताले हामीलाई आफ्नै स्वरूपमा बनाइकन, होइन, आफ्नै स्वरूपमा बनाइकन चाहिँ
उहाँले चाहिँ जीवनको सास फुक्नु भएको छ उत्पत्तिको पुस्तकमा है, हामीले पढेका छौँ त्यो। अनि त्यहाँनिर चाहिँ परमेश्वरले हामीलाई प्रेम गरिकन बनाउनु भयो आफ्नै स्वरूपमा। भन्नु त अहिले मैले जन्मेको छोरी पनि कता कता मेरो फेसै मिल्दैन, तर परमेश्वरले भन्नुभयो मैले तिमीलाई आफ्नै स्वरूपमा बनाएको हुँ। आमेन। अनि उहाँले आफ्नै स्वरूपमा बनाउँदाखेरि चाहिँ यूहन्ना 3:16 चाहिँ प्रभुले के भन्नुभयो, एकजनाले पढिदिनुहोस् त यूहन्ना 3:16। हामीलाई थाहा छ त्यो वचन, तर हामी यो बिहानी हामी घोषणा गर्नेछौँ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आमेन। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि आफ्नो एकलौटे पुत्रलाई दिनुभयो ताकि संसार नाश नहोस् भनिकन। आमेन। यही बुझ्ने अहिले भर्खरै, तर त्यो प्रेमको महान परमेश्वरले फुटाउनु भयो जब आफ्नो एकलौटे पुत्रलाई परमेश्वरले आज संसारमा दिनुभयो। उहाँको हृदय पनि भक्कानियो होला नि त, मेरो एउटै छोरा, तपाईँलाई बुझ्ने भाषामा भनेको एउटै छोरा पनि मैले संसारको लागि दिनु पर्यो। तपाईँलाई थाहा छ जब येशू ख्रिस्टले नि अन्तिम सास जब त्यहाँ गेत्सोमा कल्वरी क्रुसमा चाहिँ उहाँले त्यो अन्तिम सासलाई छोड्नुभयो नि, त्यहाँनिर मन्दिरको पर्दा के भयो, फाटियो भनेको छ, च्यातियो भनेको छ। त्यो चाहिँ पिताको हृदय च्यातिएको, पिताको हृदय फाटियो। गाह्रो भयो उहाँलाई, तर पनि उहाँले दिनुभयो। आमेन। आज गाह्रो हुन्छ हामीलाई प्रभुको निम्ति दिनलाई, आराधना गर्नलाई, हरेक कुरालाई गर्नलाई हामीलाई गाह्रो हुन्छ, तर पनि हामीले त्यो कुरा दिनु नै पर्ने हुन्छ। किनभने परमेश्वरबाट हामीले यही कुरा सिकेको हो नि त कि दिनु चाहिँ कति उत्तम हो। हालेलुया। अनि परमेश्वर पिताको प्रेम चाहिँ उहाँले यूहन्ना 3:16 दर्शाउनु भयो। अनि येशू ख्रिस्टको शक्ति, परमेश्वर पिताको प्रेम चाहिँ पहिलो नम्बरमा थियो। आमेन। अनि दोस्रो नम्बरमा चाहिँ येशू ख्रिस्टको शक्ति। हालेलुया। अनि येशू ख्रिस्टको शक्ति चाहिँ हाम्रो बिचमा छ। आमेन। हामी 3 वर्ष येशू ख्रिस्टले जब सेवाकाई गर्नुभयो, त्यो बिचमा चाहिँ 3 वर्षमा चाहिँ हामीले के देख्यौँ त, येशू ख्रिस्टको शक्तिलाई देख्यौँ। आमेन। पहिलो छिमेकीलाई भन्नुहोस् त येशू ख्रिस्टको शक्तिलाई देख्यौँ भन्नुहोस् त। भन्नुभयो येशू ख्रिस्टको शक्तिलाई देख्यौँ भन्नुहोस् न। आज त्यही शक्तिले नि तपाईँ हामी यहाँ जीवित भएको नि, फेरि यो रहस्यको कुरा हो। अरू कुनै शक्तिले हामीलाई जीवित राखेको होइन, तर येशूको शक्तिले आज हामीले फेरेको सास पनि येशूको शक्तिले हामीले पाएको। आमेन। हो, त्यही शक्तिको हामी के गर्दैछौँ, बढी बढाइ गर्दछौँ। हामीले सदैव उहाँको शक्तिको घोषणा गर्नुपर्छ अनि बढी बढाइ गर्नुपर्छ। आमेन। अनि यहाँनिर चाहिँ शक्ति चाहिँ हामी शक्तिलाई हेर्ने हो अब कि परमेश्वरले कस्तो, येशू ख्रिस्टले कस्तो शक्तिको कार्य गर्नुभयो। हामी लुकाको पुस्तक 8 हामी यहाँनिर 40मा हेर्नेछौँ, जहाँ चाहिँ याइरसकी छोरी र रक्तपातको स्त्रीको बारेमा यहाँनिर लेखिएको छ। यो चाहिँ इतिहास हो। आमेन। यो कथा होइन, यो मानिसले लेखेको कथा होइन, यो इतिहास हो। आमेन। अनि इतिहासले चाहिँ हाम्रो प्रभु येशूको शक्तिलाई दर्शाएको छ। तपाईँको परमेश्वरको वचन एकचोटि उच्चार्नुहोस् त, भन्नुहोस् त परमेश्वरको वचन क्रियाशील छ। आजको दिन यो वचनले मेरो जीवनलाई परिवर्तन गर्छ। आमेन। अनि त्यहाँ 12 वर्ष रगत गएको स्त्रीको बारेमा सुन्नु भएको? हात उठाउनु कतिजनालाई थाहा छ 12 वर्ष रगत गएको स्त्रीलाई? मलाई बुझाउनलाई अलिक सजिलो हुन्छ। त्यहाँनिर चाहिँ हामीले 12 वर्षसम्म रगत गएको स्त्रीको बारेमा हामीले पाउँछौँ, जुन भोगेको छ त्यो बच्चापनमा। किन मेरो बाउ पनि खडा हो नि त नेम कानुनमा, अनि त्यहाँनिर अलग्गै सुत्नु पर्थ्यो। हामी 4 दिनसम्म हामीलाई के गर्थ्यो त, अपवित्र मानेको हो नि त त्यो, हो किन भन्नुहोस् त, अपवित्र मानेर चाहिँ हामीलाई त्यहाँनिर राख्थ्यो। अनि त्यो स्त्रीलाई जब हेर्छु भने नि बाइबलमा मैले कति घटनाहरू पाउँछु, तर त्यो घटना हेर्दै गर्दा चङ्गाइको क्षेत्रलाई चाहिँ मैले त्यो 12 वर्ष रगत गएको स्त्रीको चाहिँ विश्वासलाई चाहिँ म महान मान्छु। मेरो लागि चाहिँ ऊ स्त्री चाहिँ एउटा प्रेरणाको स्रोत हो। आमेन। हाम्रो जीवनमा एउटा व्यक्ति चाहिँ प्रेरणाको स्रोत हुनसक्छ। तपाईँहरूको बिचमा हाम्रो पवित्र आत्मा, एउटा पवित्र आमा चाहिँ एउटा प्रेरणाको स्रोत हुनुहुन्छ। आमेन। त्यसै गरी मेरो जीवनमा चाहिँ त्यो 12 वर्ष रगत गएको स्त्रीलाई जब म हेर्छु नि, मैले मृत्युलाई जितेर आएको हो। आमेन। मलाई मृत्युले आक्रमण गर्दा मैले भने प्रभु येशू म चाहिँ जिउन चाहन्छु। तपाईँलाई थाहा छ हस्पिटलमा नि मलाई डक्टरले अब आइसियुमा हालेर सक्दैन, अब यसको ज्वरो त निकै नै भएको छैन, कम्ती नै भएको छैन, अब यसलाई चाहिँ आइसियुमा हाल भनेको। तर मैले प्रभुसँग बिन्ती गरेँ, आँखा बन्द गरेँ। मैले भने प्रभु अहिले मलाई मर्नु छैन,
मलाई जीवन चाहिएको छ, किनभने म तपाईँको सेवा गर्न चाहन्छु, मलाई अहिले मर्नु छैन, म तपाईँको सेवा गर्न चाहन्छु। यति मात्रै बोलेको, मैले धेरै बोलिनँ होइन, घन्टौँ प्रार्थना गरिनँ मैले, तर मैले हृदय फुटाएर हृदयभित्र कानिएर भने हृदय आँसु बरबर झर्दै थियो, नर्सहरूले पनि देख्दै थियो। अनि मैले भने मलाई जीवन चाहियो। अनि प्रभु येशूले मेरो प्रार्थना सुन्नुभयो। आमेन। किनभने प्रार्थनामा शक्ति छ। आमेन। प्रार्थनामा शक्ति छ भन्नुहोस् त। आमेन। अनि मेरो प्रार्थना प्रभुले सुन्नुभयो। अनि जब यो 12 वर्ष रगत भएको स्त्रीलाई जब म हेर्छु भने उसले 12 वर्ष हेर्नुहोस् त, 12 वर्ष शरीरबाट रगत बग्यो 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 बग्यो। कति कमजोर भयो होला है नि। कसैले ल्याएर फर्किनु पनि दिएन, कसैले माया पनि गरेन। अनि त्यो बेलामा सदकी फरिसीहरूले चाहिँ यस्तो कडा नियम पारेको थियो। अहिले हाम्रो बुवाहरूले त यति साह्रो नियम हाम्रो पुर्खाहरूले बाँध्यो भनेपछि त्यसलाई चाहिँ परालमा राख्ने होइन, 4 दिनसम्म चाहिँ छुवाछुतको कुराहरूलाई यति साह्रो उनीहरूले प्रथा मान्यो भनेपछि अब त्यो बेलामा त्यो स्त्रीको पालामा कस्तो कडा नियम थियो होला। त्यतिखेर त जो चाहिँ अपराधी भनिकन मानिन्थ्यो नि, जसले चाहिँ नियम कानुनभन्दा बाहिर काम गर्थ्यो नि, त्यसलाई ढुङ्गाले हानेर मार्ने, क्रुसमा चढाउने त्यस्तो प्रथा थियो त्यो बेलामा। अनि तर त्यो बेलामा त्यो स्त्रीलाई चाहिँ 12 वर्ष रगत, किनभने हाम्रो परमेश्वर आस्थाको परमेश्वर हुनुहुन्छ। आमेन। उसले सुन्यो कि नासरतका राजा एउटा येशू ख्रीष्ट हुनुहुन्छ जो चाहिँ चङ्गाइकर्ता हुनुहुन्छ। आमेन। जो निको पार्ने परमेश्वर, चङ्गाइकर्ताको अर्थ निको पार्ने परमेश्वर। अनि उहाँले चाहिँ मलाई निको पार्न सक्नुहुन्छ, किनभने त्यतिखेर परमेश्वरले धेरै आश्चर्य कर्म गर्नुभएको थियो। अनि त्यो छोरीको कानमा पर्यो कि येशू ख्रीष्टले चाहिँ यदि मैले येशू ख्रीष्टलाई भेटाउन सकेँ भने, उहाँको वस्त्रलाई छुन सकेँ भने मेरो यो 12 वर्षदेखिको समस्या चाहिँ निको भएर जान्छ। आमेन। अनि त्यो छोरीले जुन विश्वास गर्यो, जुन विश्वासले उसले गर्यो, तर त्यो विश्वास गर्दै गर्दाखेरि उसलाई गाह्रो थियो। किन भन्नुहोस् त, त्यो समय नि त्यो छोरीलाई कसैले पनि छुन मिल्दैन थियो। त्यो समय कसैले पनि छुँदैन थियो। अछुत भनिकन उसलाई अलग्गै गर्थ्यो। यदि उसले त्यो 12 वर्षसम्म नि विश्वास गर्नुहोस् है, किनभने परमेश्वरले भन्नुभयो धन्य हो यो पुस्ता जसले परमेश्वरलाई देखेन तर पनि सुनाइमा विश्वास गरे। आमेन। हामी विश्वास गरौँ, त्यो स्त्रीले कसैलाई छुन मिल्दैन थियो, छोरा मान्छेलाई छुनै मिल्दैन थियो। तर जसले उसले सुन्यो कि येशू ख्रीष्ट यो बाटो भएर आउँदै हुनुहुन्छ, अनि उसमा चाहिँ एउटा के जाग्यो, विश्वास जाग्यो। अब आजको दिन मैले येशू ख्रीष्टलाई छुएँ अथवा उहाँको वस्त्रलाई मात्रै छुएँ भने पनि म निको भइजान्छु। हालेलुया। यो छोरीसँग च्यालेन्जेस मतलब चुनौती पनि थियो, किनभने उसलाई सबैले चिन्थ्यो। एउटा रगत भएको स्त्री भनेर सबैले चिन्थ्यो फेरि उसलाई, हेर्नु है। त्यो चिन्दै गर्दाखेरि चाहिँ उसलाई गाह्रो पनि थियो। अब येशू ख्रीष्टको भिड आउँदै थियो। फेरि त्यो समय येशू ख्रीष्टको भिडलाई हजारौँले पछ्याएको भनिकन बाइबलले भनेको छ। हजारौँको भिड कस्तो हुन्छ भन्नुहोस् त। आज 100को भिड हामी छौँ होला, तर हजारौँको भिड त योभन्दा पनि बाक्लो भिड हुन्छ है। अनि त्यो भिड येशू ख्रीष्ट आउँदै गर्नु हुँदाखेरि त्यो भिडले चाहिँ येशू ख्रीष्टलाई पछ्याएको थियो। अनि त्यो छोरीले चाहिँ निर्णय त गर्यो कि म आज येशू ख्रीष्टको वस्त्रलाई चाहिँ छुन्छु। तर उसको निर्णयमा चाहिँ एउटा चुनौती थियो भन्नु त। के चुनौती थियो त? त्यहाँनिर कसैले मलाई देख्यो भने, कसैले मलाई थाहा पायो कि यो 12 वर्ष रगत भएको स्त्री अगाडि गयो, विभिन्न रोगी बिरामीहरू गएर गुरुज्यू मलाई प्रार्थना गरिदिनु भनेको व्यक्तिहरू हामी धेरै बाहिर पाउँछौँ। तर ऊ व्यक्तिले सक्दैन थियो, किनभने उसलाई चाहिँ डर थियो कि म प्रभु येशूको अगाडि गयो भने मलाई चाहिँ जातिहरूले चाहिँ मारेकै छुट्छ। तर मलाई त निको होस्, बाँच्नु पनि छ। आमेन। निको होस् भन्ने अर्थ के हुन्छ त? बाँच्नु चाहेको हो नि त। आज कोही रोगमा छ भने उसलाई कस्तो हुन्छ त? यो रोग निको भइदियो हुन्थ्यो अनि म त्यही भन्छु कि म बाँच्न चाहन्छु प्रभु, मैले त मागेको हो जीवनलाई, अनि प्रभुले दिनु पनि भयो। आमेन। अनि त्यो स्त्रीलाई चुनौती थियो, अनि उसको भित्र एउटा विश्वास पनि जाग्दै थियो कि म येशूलाई छुन्छु। अनि येशू ख्रीष्ट चाहिँ बाटो भएर आउँदै गर्नुभयो। अनि मैले के भने, येशू ख्रीष्टसँग चाहिँ हजारौँको भिड थियो। अनि त्यो स्त्रीले चाहिँ जब त्यो बाटो भएर जाँदै गर्दाखेरि चाहिँ त्यहाँ के गर्यो त भन्दाखेरि उसले साहस गर्यो, येशूलाई भेट्ने साहस गर्यो, येशूलाई छुने साहस गर्यो। आज तपाईँ हामीले पनि येशूलाई भेट्ने साहस गर्नुपर्छ। आमेन। तर त्यो स्त्रीको जस्तो गाह्रो चाहिँ हाम्रो जीवनमा छैन नि। फेरि आज तपाईँलाई घरबाट सङ्गति आउँदा कसैले रोकेको छ? सङ्गति जान्नको नजा है भने कसैले, श्रीमानले, श्रीमतीले अथवा कसैले परिवारले भन्यो
भनेन? हात हल्लाउनुहोस्, भनेन? हालेलुया। तर त्यो स्त्रीलाई डर थियो, हामीलाई डर छैन। आमेन। अनि त्यो स्त्रीलाई चाहिँ धेरैजनाले चाहिँ हुँदैन भन्यो नि त, हुँदैन भन्यो, मौखिक होइन, तर उसको डरले भन्यो तँ जानु सक्दैनस्, तैँले देख्यो भने त मार्छ ढुङ्गा हानेर। तर त्यो स्त्रीले चाहिँ के गर्यो? विश्वास गर्यो कि म येशू ख्रीष्टको वस्त्रलाई छुएँ भने म निको हुँ, उहाँको उद्धार र मुक्तिलाई मैले विश्वास गरेँ। आमेन। अनि त्यो कुरामा चाहिँ परमेश्वरले चाहिँ त्यो स्त्रीको विश्वासमा चाहिँ अझै के गर्नुभयो? त्यो विश्वासलाई उखाल्नुभयो। अनि उसले निर्णय गर्यो, अब चाहिँ म येशू ख्रीष्टको वस्त्रलाई छुन्छु। हेर्नुहोस् है, त्यो येशू चाहिँ बाटो भएर आउँदै हुनुहुन्थ्यो, येशू ख्रीष्ट बाटो भएर आउँदै हुनुहुन्थ्यो। अनि त्यो स्त्रीले चाहिँ विश्वास गर्यो। त्यहाँ के थियो? हजारौँको भिड थियो। अनि त्यो भिडमा आउँदै गर्दाखेरि चाहिँ जब त्यो भिडलाई उसले छुँदै गयो, उसमा एउटा डर पनि थियो। अनि मैले त्यहाँनिर चाहिँ एउटा घुम्टोलाई हेरेँ, सल थियो उसँग। त्यो सलले चाहिँ आफ्नो मुखलाई ढाक्यो उसले, ताकि कसैले पनि उसलाई नचिनोस्, कसैले पनि उसलाई नचिनोस् भनिकन आफ्नो मुखलाई उसले ढाक्यो। तर ऊ छिर्दै थियो, छिर्दै थियो। अनि येशू ख्रीष्टले चाहिँ, येशू ख्रीष्टको शक्तिले उसलाई सहायता गर्दै थियो। आमेन। अनि त्यहाँनिर के भयो? त्यो भिडमा हेर्नुहोस् त, जब तपाईँ 100को भिडमा छिर्नु भने म खुल्ला हिँड्न सक्छु, यहाँनिर सक्छु? सक्दिनँ। तर यो खाली हल भयो भने म सक्छु नि त, यता गए पनि सक्छु, उता गए पनि सक्छु। तर भिडमा त मैले के गर्नुपर्ने हुन्छ? सम्हालेर हिँड्नुपर्ने हुन्छ। यता छुला कि उता छुला कि, हुन्छ कि हुँदैन भन्नुहोस् त? हुन्छ, सम्हालेर हिँड्नुपर्ने हुन्छ। अनि त्यो स्त्रीलाई पनि जब त्यो भिडमा ऊ छिर्दै थियो, बरु मलाई अहिले छ नि, मलाई तपाईँहरूले यसो छुयो भने मलाई केही डर छ त? छुइनँ नि त, म खुल्ला छु। तर त्यो स्त्रीलाई त्यो खुल्ला थिएन, उसलाई डर पनि थियो, विश्वास पनि थियो। अनि त्यहाँनिर चाहिँ उसले निर्णय गरे, जब त्यो भिडमा आउँदै गऱ्यो नि, अनि त्यहाँनिर चाहिँ उसले विश्वास गरिकन चाहिँ जब उसको विश्वासको एक पाइला, जब उसले आफ्नो विश्वासलाई एक पाइला मात्रै चल्यो नि, तपाईँलाई थाहा छ एउटा रहस्यको कुरा सुन्ने? रहस्यको कुरा चाहिँ के हो? विश्वासको पाइलाले परमेश्वरको शक्तिलाई खोज्छ। आमेन। विश्वासको पाइलाले परमेश्वरको स्वर्गबाटको शक्तिलाई खोज्छ प्रियहरू। आमेन। अनि त्यो स्त्रीले जब निर्णय गरिकन चाहिँ आफ्नो विश्वासको पाइला यस्तो माथि गर्यो नि, परमेश्वरले देख्नुभयो। अनि त्यो पाइलाले चाहिँ के भयो त? हजारको भिडलाई छेड्दै ऊ कहाँ पुग्यो? बाइबलले के भनेको छ? येशू ख्रीष्टको नजिक पुग्यो। आमेन। त्यो बाटो कसरी खुल्यो? उसको विश्वासले खुल्यो। भन्नुहोस् त, उसको विश्वासले खुल्यो। अनि त्यहाँनिर चाहिँ येशू ख्रीष्टको नजिक ऊ गयो। येशू ख्रीष्टको नजिक परमेश्वर बुवा चाहिँ यसरी, येशू ख्रीष्ट चाहिँ यसरी हुनुहुन्थ्यो। बाइबलले प्रश्न भनेको छ, पछाडिबाट चाहिँ उसले येशू ख्रीष्टको वस्त्रलाई छुयो है। येशू ख्रीष्टको दिन तपाईँ एकचोटि आउनु ल, अगाडि तपाईँ उता फर्केर बस्नुहोस् त। ल, त्यो छोरी चाहिँ के गर्यो त? त्यो विश्वासको पाइला चल्दै आयो है। ठक्कै यहाँनिर आइपुग्यो। उसलाई डर पनि छ, विश्वास पनि छ। अनि विश्वासले चाहिँ बाटो बनाउने काम गर्छ। आमेन। विश्वासले बाटो बनाउने काम गर्छ। हालेलुया। अनि जब त्यो स्त्रीले अब येशू ख्रीष्टलाई यसरी छुन सक्थ्यो, तर उसलाई डर थियो, उसले देख्ला कि, उसले मारे पो हाल्ला कि। अनि त्यस पछाडि डर भयो। अनि यो दिदीको सलमा एउटा धागो देख्नुभयो तपाईँले? धागो छ, देख्नुहुँदैछ? त्यो धागो है छ। अनि त्यो स्त्री यसरी आयो, भुइँमा यसरी आएपछि उसले के गर्यो त? टक्कै यो धागोलाई छुयो। हालेलुया। टक्कै यो धागोलाई छुयो। अनि बाइबलले त्यहाँनिर प्रष्ट गरी भनेको छ कि त्यसै घडी त्यो स्त्री निको भयो। हालेलुया। हेर्नुहोस् त, उसको विश्वासले चाहिँ विजयलाई ल्यायो। आमेन। उसको विश्वासले चाहिँ विजयलाई ल्यायो। अनि बाइबलले प्रष्ट, परमेश्वरको वचनले प्रष्ट त्यहाँनिर भनेको छ। अनि त्यहाँनिर जसो उसले त्यो वस्त्रलाई यसरी, त्यो सललाई चाहिँ, सल भनौँ अब येशू ख्रीष्टको त्यो वस्त्रको धागोलाई चाहिँ यसरी, धागो त यस्तै हुन्छ नि त। अनि त्यो वस्त्रलाई जब उसले यसरी छुयो, अनि बाइबलले त्यहाँनिर भन्यो कि त्यो छोरीको रगत बग्ने त्यसै घडी निको भयो। हालेलुया। कस्तो अचम्मको प्रेम! भन्नुहोस् त, कस्तो अचम्मको प्रेम, कस्तो अचम्मको विश्वास! आज त्यही 12 वर्ष रगत भएको स्त्री जस्तो विश्वास हाम्रो हुनुपर्छ। आमेन। आमेन। एकचोटि सकेकै छैन अहिले, कहाँ जानुहुन्छ? अहिले सकेको छैन, गाह्रो हुँदैन अहिले लास्ट प्रोग्राम भन्नुहोस्। अनि त्यहाँनिर त्यसै घडी त्यो स्त्रीको रोग चाहिँ निको भयो, अर्थात् त्यो रगत बग्नु निको भयो। त्यहीँनिर स्टप भयो अथवा रोकियो त्यो रगत। अनि त्यहाँनिर त्यो स्त्रीले महसुस गर्यो भनेको छ। लजाउनु पर्ने कारण छैन, बाइबलले प्रष्ट लेखेको छ। त्यहाँनिर त्यही घडी रगत चाहिँ के भयो त? रोकियो। हालेलुया। अनि मैले के भने
दोस्रोमा चाहिँ येशू ख्रीष्ट हुनुहुन्थ्यो अनि येशू ख्रीष्ट चाहिँ शक्ति हुनुहुन्थ्यो आमेन। अनि त्यो शक्ति चाहिँ यहाँनिर त्यो शक्तिले कार्य गर्यो। अनि जब त्यो स्त्रीले त्यो वस्त्रलाई छोयो त्यसै घडी निको भयो आमेन। अनि निको भयो अनि त्यहाँनिर हेर्नुहोस् है फेरि प्रभु येशू ख्रीष्टको बाँकी छ नि फेरि कुरा त्यो स्त्रीको विश्वासले त ऊ निको भयो। अनि प्रभुले त्यहाँनिर भन्नुभयो त्यहाँ के थियो हजारौँको भिड थियो है हजारौँको भिड थियो। अनि त्यो भिडमा प्रभुलाई के भयो त जब त्यो स्त्रीले जब छुयो नि प्रभुलाई हाल्थ्यो नि त थाहा भयो त उसले त फेरि प्रभुलाई यसरी छोएको भयो नि प्रभुलाई थाहा हुन्थ्यो। तर ल तपाईँ उता हुनुहुन्छ है तपाईँ उता हेर्नुहोस् त तपाईँको यो धागो छुको तपाईँलाई पत्तो छ त फिल गर्नुभएको छ महसुस गर्नुभयो छैन तर मैले धागोलाई छुइसकेँ नि त है। अनि त्यहाँनिर त्यो छुँदै गर्दाखेरि चाहिँ येशू ख्रीष्टलाई थाहा हुनुपर्ने थियो तर येशू ख्रीष्ट शक्ति हुनुहुन्छ आमेन। अनि त्यो छोरीले फेरि त्यो धागो छुँदाखेरि एउटा विश्वासको कुरालाई लिएर आएको थियो अनि विश्वासको छुवाइले चाहिँ शक्तिलाई निकाल्छ प्रियहरू आमेन। अनि त्यहाँबाट चाहिँ येशू ख्रीष्टले चेलाहरूसँग भन्नुभयो कसले छुयो मलाई कसले छुयो मलाई कसैले त छुयो मलाई। अनि पत्रुस तपाईँलाई थाहा छ पत्रुस बोल्नमा चाहिँ छिट्टो फेरि एकदम चलाख पनि छिट्टो पनि। अनि पत्रुसले भन्यो रवि गुरुजी के कुरा गरे तपाईँले यत्रो भिडमा त तपाईँलाई त जसले पनि छुन्छ तपाईँलाई त भिडै पछ्याइरहेको छ उसले पनि छुयो होला उसले पनि छुयो होला मैले पनि छुयो होला। तर प्रभुले के भन्नुहुन्छ थाहा छ होइन यो चाहिँ विश्वासको छुवाइ थियो मबाट एउटा शक्ति बगेर गयो हालेलुया। जब उसले विश्वासको छुवाइले एउटा धागोलाई छुयो त्यहाँबाट चाहिँ के बग्यो शक्ति बगेर गयो आमेन। अनि प्रभुले भन्नुभयो होइन मलाई कसरी छुयो जसद्वारा चाहिँ विश्वासको छुवाइ भयो आमेन। आज तपाईँहरूलाई म रहस्य कुरा भन्नु जुन विश्वासको छुवाइले तपाईँ येशू ख्रीष्टलाई छुन जानुहुन्छ नि त्यसले शक्तिलाई खिच्छ आमेन। त्यसैले त आज हामी निको भएका छौँ हामीले चङ्गाइलाई पाएका छौँ हामीले जीवनलाई पाएका छौँ आमेन। त्यो चाहिँ के हो हाम्रो विश्वासको शक्ति जब हामीले बढाउँछौँ अनि स्वर्गबाट चाहिँ शक्ति निक्लिन्छ प्रियहरू आमेन। अनि त्यहाँनिर चाहिँ येशू ख्रीष्टले भन्नुभयो शक्ति निस्क्यो मबाट। अनि झट्टै प्रभुले फर्केर हेर्नुभयो त्यो स्त्रीलाई कता डर पनि लाग्यो होला निको त भयो अब हेऱ्यो सबैले देख्यो त्यो बेलामा सबैले देख्यो फेरि जब येशू ख्रीष्टले बोल्नुभयो नि त्यहाँनिर सबैले थाहा पायो। अनि पछाडि फर्केर हेर्दाखेरि त मान्छेहरूले भन्यो होला अबे यो त 12 वर्ष रहेको स्थिति होइन प्रभुलाई त्यसले छुयो पनि भन्यो होला। तर प्रभुले के भन्नुभयो अब भयो अब जानुहोस् बस्नुहोस् धन्यवाद दिदी। यहाँ हामी पढ्नेछौँ यहाँनिर 48मा हेऱ्यो भने 8:48मा हेऱ्यो भने उहाँले त्यसलाई भन्नुभयो छोरी तिम्रो विश्वासले तिमीलाई निको पारेको छ शान्तिसँग छ। कसले निको पार्यो स्त्रीको विश्वासले। आज बाइबलमा तपाईँले परमेश्वरको वचनमा तपाईँले हेर्नुहुन्छ भने नि परमेश्वरले जति ठाउँमा चङ्गाइको काम गर्नुभयो लाजरसलाई बौरी उठाउनु भयो हरेक ठाउँमा प्रभुले के भन्नुभयो कि तिम्रो विश्वासले तिमीलाई निको पारेको छ आमेन। अथवा विश्वास चाहिँ कसले गर्नुपर्ने रहेछ त हामीले कि प्रभु येशूको पुनरुत्थान साँच्चै हो आमेन। एउटा कथा मात्रै होइन एउटा भनेको भनाइ मात्रै होइन नारा मात्रै होइन तर साँच्चीकै प्रभु येशू तपाईँहरूको लागि बौरी उठ्नु भएको छ आमेन। हामीले भर्खरै गएको हप्ता मात्रै बौरी उठाएको सेवाकाई हामीले गऱ्यौँ होला आमेन। तर त्यो बौरी उठाइले के ल्यायो त जीवनलाई ल्यायो आमेन। अनि त्यो जीवनको नदी चाहिँ हामीभित्र बग्दैछ आमेन बग्दैछ। अनि प्रभुले त्यो स्त्रीलाई भन्नुभयो छोरी तिम्रो विश्वासले तिम्रो निको भएको छ अब शान्तिसँग जाऊ। अनि त्यो छोरीलाई कस्तो भयो भन्नुहोस् त वर्षौँदेखि बोकेको त्यो पीडा त्यो कष्ट त्यो दुखाइ अनि उसले निको भयो। तर एउटै कुरा बुझ्नुहोस् है यो इतिहासबाट यो छोरीको जीवनबाट यो जीवन गवायो हाम्रो निम्ति आमेन। अनि त्यो गवाइबाट चाहिँ एउटै कुरा के निस्किन्छ भन्दा नि यदि तपाईँले विश्वास गर्नुभयो भने नि तपाईँको अगाडि भएको त्यो पहाड चाहिँ समतल भइजान्छ आमेन। यदि तपाईँले रायोको दाना जति मात्रै विश्वास येशू ख्रीष्टमा गर्नुभयो भने नि तपाईँको जीवनको पहाड चुचुरो भएको छ चुचुरो भएको थियो मेरो त अहिले पनि भएकै छ। तर प्रभु येशूमा म विश्वास गर्छु आमेन। प्रभुले त्यो समतल बनाइदिनुहुन्छ मेरो विश्वास अनुसार। चुचुरो भएको छ पहाड भएको छ समस्या छैन छैन भन्दा कस्तो दामी छैन किनभने हाम्रो जीवनमा चुनौती छ। अहिले एउटा समस्याको समाधान हुन्छ भोलि फेरि अर्को आपत आइलाग्छ छ। तर
त्यो परिस्थितिमा तपाईँ हार्नको लागि होइन, जित्नको लागि तपाईँ हुनुहुन्छ। आमेन। अनि म विश्वास गरेँ मेरो समस्या छ, समस्या धेरै छ मसँग होइन, तर मैले विश्वास गरेँ आजको दिनमा तपाईँलाई छुन्छु। प्रभु मलाई तपाईँको नजिक लिएर जानुहोस्। आजको दिन म तपाईँलाई छुन्छु। प्रभु आजको दिन म तपाईँलाई अँगालो मार्न चाहन्छु। हालेलुया। आज मलाई प्रभुले कति साह्रो अधिकार दिनुभएको छ, म यसरी येशू ख्रीष्टलाई अँगालो मार्न सक्छु। त्यो स्त्रीलाई त्यो अधिकार दिएको थिएन त्यो बेलामा, तर आजको पुस्ताले चाहिँ अनि अँगालो नमार्ने, येशू ख्रीष्टसँग अँगालो नमार्ने त ख्रीष्ट एक दिन दुलहा राजा चाहिँ तपाईँलाई लिन आउँदै हुनुहुन्छ। अनि येशू चर्को स्वरले भन्नुहोस् त, येशू राजा हुनुहुन्छ। अनि हामी आत्माको भोजन खाँदैछौँ अनि शरीरको भोजन पनि हाम्रो बाँड्दैछ। आमेन। किनभने नि मलाई कस्तो दामी लाग्यो, म भन्छु ल यो कुरा। अनि जब परमेश्वरले मलाई दुबईको बसमा म चढ्दै थिएँ है, म काममा जाँदै थिएँ, प्रभुले भन्नुभयो सिन्धुपाल्चोक जाऊ। म भर्खर दुबई गएको 9 महिना भयो है, 1 महिना त कामै गरिनँ, 3 महिना काम गरेँ 1200 तलबमा। यो कमाइ हो मेरो, भन्छु म तपाईँलाई। अनि 1200 तलबमा काम गरेँ। अनि त्यहाँबाट मैले एउटै कुरा भने, प्रभु यत्रो खर्च गरेर आएको छु, धेरै लगानी लाग्यो मेरो दुबई जाँदाखेरि, किनभने मैले आजाद भिजा लिएको, फ्री भिजा भन्छ त्यसलाई, आजाद भिजा। त्यो भिजाले चाहिँ के गर्छु त भन्दाखेरि म जतिखेर पनि नेपाल आउन पनि सक्छु, जतिखेर जान पनि सक्छु। 6 महिना दुबई बसेपछि म युरोप पनि ट्राई गर्न सक्छु, मैले अप्लाई गर्न सक्छु, म प्रोसेसमा जान सक्छु। त्यसकारण मैले आजाद भिजा लिएँ। अनि त्यहाँनिर बसमा जाँदै थिएँ, प्रभुले मलाई भन्नुभयो सिन्धुपाल्चोक देखाउनु भयो, किनभने जुन दिनबाट म तपाईँहरूसँग जोडिएँ त्यो दिनदेखि तपाईँहरू मेरो प्रार्थनाको विषय हुनुभएको छ। आमेन। प्रभुले यतिकै त भेट गराउनु भएको होइन, ल जा एक दिन बोल तेरो ड्युटी सकियो होइन नि त, त्यो ड्युटी चाहिँ बढ्यो। अथवा प्रार्थना गरिरहेको थिएँ मैले सिन्धुपाल्चोकको लागि, म प्रार्थना गर्दै थिएँ। अनि प्रभुले मलाई एक दिन त्यो बसको यात्रामा जाँदै गर्दाखेरि चाहिँ प्रभुले मलाई भन्नुभयो सिन्धुपाल्चोक जाऊ भन्नुभयो। हेर्नु म बसमा छु, कि बसमा पनि प्रभु बोल्नुहुन्छ र बोल्नुहुन्छ प्रभु। आमेन। अघि हाम्रो पास्टर प्रेमले भन्दै हुनुहुन्थ्यो, मलाई कस्तो फिल त भइरहेको थियो। मैले बाइक स्टप गरेँ, एकछिन म कस्तो थरथर फेरि परमप्रभुको आत्माले मलाई केही बोल्न खोज्दै हुनुहुन्थ्यो। आमेन। अनि त्यसै गरी प्रभुले चाहिँ बसमा म थिएँ। अनि प्रभुले भन्नुभयो छोरी अब सिन्धुपाल्चोक जाऊ। अनि मेरो बुवा हो नि त, म चाहिँ बुवासँग यसरी नै बोल्छु, बुवा के कुरा गरे तपाईँले, भर्खर त आएको 9 महिना भयो होइन, काम 1 महिना हुँदै भएन, त्यस पछाडि काम गर्न थालेँ 1200 तलबमा 3 महिना काम गरेँ। अनि मैले त्यो बिचमा चाहिँ मैले एउटै कुरा मेरो जीवनमा बोल्दै थिएँ, किनभने येशू ख्रीष्टको शक्ति मसँग थियो, मैले बुझेको थिएँ यसो। अनि मैले भने प्रभु यहाँ आएर 1200 तलब खाने होइन। अनि त्यहाँनिर मैले अहिले पनि छोरी झुन्डको बिचमा सेवाकाई गरिरहेको छु। घरेलु सङ्गतिहरू हुन्छ, मण्डली सङ्गतिहरू हुन्छ, त्यसमा म कार्यरत भएर काम पनि गर्छु, सेवाकाई पनि गर्छु। अनि त्यहाँनिर मैले चाहिँ एउटै कुरा भन्थेँ बहिनीहरूको बिचमा, दाजुभाइको बिचमा, तपाईँलाई थाहा छ अहिले म 1200 तलब खाँदैछु, तर आउने समयमा चाहिँ म 5000 दिराम खानेछु भनेर मैले बोलेँ मैले, किनभने मैले येशू ख्रीष्टको शक्तिलाई देखेको छु नि त। आमेन। परमप्रभुको नाउँमा कुनै कुरा असम्भव छैन। आमेन। येशू ख्रीष्टको नाउँमा कुनै कुरा असम्भव छैन। त्यति भन्दै गर्दाखेरि, प्रार्थना गर्दै गर्दाखेरि मेरो तलब बढ्दै गयो, काम नयाँ मिल्दै गयो, काम नयाँ मिल्दै गर्दै गर्दा 1500, 1800, 1700, 2000 पुग्यो। 2000मा नि म परमेश्वरसँग विश्वासयोग्य हुँदै गएँ। यो अन्तिम महिना त प्रभुले मेरो तलब 2700 बनाइदिनु भयो। हालेलुया। 2700 तलब कन्भर्ट गर्नुभयो भने नेपालको 1 लाख रुपियाँ हुन्छ। मैले पनि म 1 लाख रुपियाँ खाने भनेर भन्न आएको होइन है, तर यो गवाई हो प्रियहरू। अनि त्यो बिचमा चाहिँ म काम गर्दै थिएँ। अनि प्रभुले मलाई भन्नुभयो सिन्धुपाल्चोक जाऊ। अनि मैले भने प्रभु के कुरा हो यो, भर्खर त कमाउनु सुरु भएको छ, म फेरि नेपाल जाउँ, जान आउनु मात्रै प्लेन टिकट 1 लाखै लाग्छ, फेरि आउनलाई भन्दा जानलाई धेरै पैसा लाग्छ, म के गरौँ प्रभु। अनि प्रभुले मलाई भन्नुभयो सुस्तमा छोरी म जुठाउने परमेश्वर भनेको तिमीलाई थाहा छैन। आमेन भन्नुहोस् न। उहाँ चाहिँ जुठाउनु हुने परमेश्वर हुनुहुन्छ। आमेन। अनि प्रभु मलाई बोल्दै जानुभयो। अनि यो विषयलाई राखिकन म प्रार्थना गर्दै गएँ। दिन प्रतिदिन मलाई प्रभुको कुराले उछाल्दै गयो, उथल पुथल बनाउँदै गयो। अनि एक दिन तपाईँले भन्यो प्रभु ल यो महिनाको अन्त्यमा चाहिँ म सिन्धुपाल्चोक जान्छु। आमेन। हेर्नुहोस् त गाह्रो छैन मलाई निर्णय गर्नलाई। उता हेऱ्यो 1 लाखको तलब जाने छुट्यो, मेरो छुट्यो। यो पीड चिन्ता गराउनु भनेको होइन, उत्साहित हुन भनेको। किनभने नि संसारको धन सम्पत्तिले हामीलाई केही गर्नेवाला छैन, तर परमेश्वरको आनन्दले चाहिँ हामीलाई, हाम्रो जीवन चाहिँ परमेश्वरको आनन्दको भरिपुरी हुनुपर्छ। आमेन। हालेलुया। अनि मैले भने प्रभु यदि तपाईँ चाहनुहुन्छ भने नि
म चाहन्छु प्रभु अनि मेरो भइरहेको जागिर मैले एउटा नेपाली बहिनीलाई दिएँ मैले ल बहिनी तिमी गरी खाऊ ल तिमीलाई भयो भनेर बहिनीलाई दिएँ मैले अनि बहिनी अहिले गरिरहेको छ तर मैले यो कुरा तपाईँहरूको बिचमा किन भन्दैछु भने नि परमेश्वरले नि तपाईँहरूलाई वास्ता गर्नुहुन्छ तपाईँहरूलाई फिक्री गर्नुहुन्छ आमेन येशूले मलाई प्रेम गर्नुहुन्छ तर अर्को व्यक्तिले आएर सुषमा तपाईँलाई थाहा छ कि प्रभु येशूले तपाईँलाई कति धेरै प्रेम गर्नुहुन्छ भने नि अपुरै जिरिङ्ग हुन्छ हामीलाई जिरिङ्ग हुन्छ मलाई त प्रभु त्यसरी बोल्नुहुन्छ क्या कहिले हामी हिँड्दै गर्दाखेरि यो भवन मण्डली हो तर परमेश्वरले आज ख्रिस्टको शरीर